हजुरलाई हातका रेखा अनि त्यही रेखाको आधारमा पण्डितले गरेका भविष्यवाणीको विश्वास लाग्छ? के साँच्चै विश्वास लाग्छ? यो कविता रेखा हत्केलाको त्यही पण्डितले हातका रेखा हेरेर भनेका भावनात्मक अन्धविश्वासको कविता हो। रेखा हत्केलाको कोही शनिको दशा छ भन्छन् त कोही राहुको प्रकोप, कोही दुखै दुख पाउँछस् भन्छन् त कोही गर्न केही सक्दैनस्, कोही विद्याको रेखै देख्दैनन् त कोही कमाइको दर्शो भेट्दैनन्, कुनै भन्छन् पण्डित आयु छोटो छ त कुनै भाग्य खोटो छ, कोही पूर्वजन्मको फल हो भन्छन् त कोही देउताको सराप, कोही भन्छन् खड्को छ पिपल पूजा गर त कोही दोष छ सत्यनारायण पूजा लगा, कोही सुनाउँछन् धर्मशास्त्र शान्ति मिल्छ रे त कोही मन्दिरका नाम दर्शन गर्नुपर्छ रे, कुनै भन्छन् पण्डित आयु छोटो छ त कुनै भाग्य खोटो छ, कोही देख्दैनन् सुखको हत्केलामा रेखो त कोही चिनामा आराम, कोही हाँस्छन् खिस्सी गर्दै त कोही रुन्छन् ठिक्क पार्दै, कोही भन्दैन नि तिमीसँग आधार त परको कुरा, सुनेको हातका धर्सामा मेरो सम्मान कोरिएको छैन, कुनै भन्छन् पण्डित आयु छोटो छ त कुनै भाग्य खोटो छ, कोही विवाहै हुँदैन भन्छन् त कोही सन्तान सुख छैन, कोही भन्छन् अभागी त कोही तर्किन्छन् देख्दा, कोही देख्छन् कठोर मन पत्थर चाहिँ तन निहालेर हेर्दा त कोही रिसाहा अनि घमण्डीपन, सङ्गत गरेर हेर्दा कुनै भन्छन् पण्डित आयु छोटो छ त कुनै भाग्य खोटो छ।